हेलो एन्ड नमस्ते गाइज, होप यु अल आर फाइन। आज हामी चाहिँ आर्मीलेलदेखि चाहिँ यता सिडनी जाँदैछौँ। अहिले चाहिँ हामी बेलुकाको 5 बजे आकृति हेलो अहिले बेलुकाको 5 बजेको छ र हामी चाहिँ अहिले आर्मीलेल एयरपोर्टमा छौँ र आज हाम्रो एनिभर्सरी हो। हामी चाहिँ आज एनिभर्सरी सेलिब्रेट गर्नको लागि चाहिँ सिडनी जाँदैछौँ। हाम्रो फ्लाइट चाहिँ 15 मिनट ढिला भएको छ। 4:55 को फ्लाइट थियो, अहिले चाहिँ 5:15 देखाइरहेको छ। हाम्रो चाहिँ अब आज चाहिँ सिडनी वर्ल्ड लिएर चाहिँ सिडनीमा चाहिँ सानो जमघर छ साथीभाइ परिवारसँग, अनि त्यसपछि चाहिँ हाम्रो एनिभर्सरी हल्का सेलिब्रेट गर्ने प्लान छ। होप के हुन्छ। एयरपोर्टमा थन्किरहेकै छौँ अहिलेसम्म हामी। उहाँ चाहिँ फोनमा बिजी हुन्छ। प्लेन भर्खर ल्यान्ड भएको छ। अब हामी चाहिँ उयसमै हो जाने। फाइनली हाम्रो प्लेन आएको छ सिडनीबाट। होला तल देखिएको चाहिँ सिडनीको एयरपोर्ट हो। आई थिङ्क दिस इज अ किङ्सफोर्ड एयरपोर्ट, तर हामी चाहिँ डोमेस्टिक टर्मिनलबाट जाँदैछौँ। हामी चाहिँ फाइनल्ली सिडनी एयरपोर्ट आइपुगेका छौँ होइन। अहिलेसम्म एयरपोर्टमै छौँ। अब हामी चाहिँ ब्यागेज क्लेम गर्न लगाएका छौँ। अहिले चाहिँ एयरपोर्टमा मास्क कम्पलसरी बनाएको रहेछ, त्यसपछि हामी चाहिँ मास्क लगाइरहेको छौँ। ब्यागेज क्लेम यतापट्टि तलपट्टि। हामी चाहिँ अब अहिले हाम्रो उबर कुरेर बसेको। अहिले चाहिँ हामीले रेस्टुरेन्टमा हामीले बुक गरेको छौँ होइन। अब हामी यहाँबाट जाने। हाम्रो पाहुना पासाहरू चाहिँ आइसक्नु भयो होला, तर हामी चाहिँ यहाँ अहिलेसम्म नि उबरै कुरेर बसिरहेका छौँ। के हुने के हुन्छ। पानी परिरहेको छ, एकदम चिसो छ। अब एकछिन पछि ह्यापनिङ हुन्छ होला मेरो विचारमा। कस्तो लाग्यो हाम्रो दर्शकहरूलाई कस्तो लागिरहेछ होइन। तलमाथि गर्नुपर्ने केही छ त्यस्तो भने तलमाथि गर्नुपर्ने केही छ कि ल भन्नुहोस् के छ। तलमाथि गर्नुपर्ने केही छ कि छैन। हाम्रो परम मित्र खड्का दम्पतिज्यूलाई चाहिँ हाम्रो ह्याप्पी एनिभर्सरी हाम्रो सबैको तर्फबाट। अनि त्यसपछि सिडनीमा चाहिँ एकदमै स्वागत छ। यो चिसो मौसममा पानी परिरहेको चिसो मौसममा चाहिँ अलिकति भए पनि आर्मीलेलको तातो हावा ल्याइदिनु धेरै धेरै धन्यवाद। तातो हावा त्यही हो। त्यहाँ अब बस्ने मान्छेहरूलाई तातो भइसक्यो भने थाहा हुन्छ नि त, चिसो चाहिँ खान सकिन्छ। त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। अनि त्यही खुसीहरू धेरै खुसी लाग्यो, धेरै पछि भेट भयो होइन। हजुर हजुर Keep watching, keep subscribe guys. धन्यवाद छ यहाँको बहुमूल्य सुझावको लागि। एकदम राम्रो काम गरिरहनु भएको छ हाम्रो खड्का सरले। हजुर हाम्रो धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई होइन, नेपालमा भएका विभिन्न विद्यार्थीहरूलाई चाहिँ प्रश्नहरू हुन्छ नि कुन कुन राख्ने नराख्ने म गरिहाल्छु नि। मनमा भएको प्रश्नहरू चाहिँ पुरै अब सल्भ गरिदिनु भएको छ होइन। कसैको बाटो कस्तो हुन्छ, ट्राफिक नियम कस्तो हुन्छ, लाइसेन्स कसरी निकाल्ने, काम कसरी पाउने, त्यस्तै त्यसको लागि चाहिँ एकदम शुभकामना। ल अब गफ चाहिँ गर्दै गरौँ न। पहिला हल्का हामी पेट पूजातिरै लागु हुन्छ।
गर्मी नै छ गर्मी भइरहेको छ। हामी चाहिँ मेलबोर्न ट्राभल गर्न लागेको छौँ होइन, तपाईँहरूलाई थाहै छ। अहिले चाहिँ हामी सिडनी एयरपोर्टमा छौँ र अहिले चाहिँ सिडनी एयरपोर्टमा हाम्रो फ्लाइट 9 बजी हुनुपर्ने, डिले भएर 10:30मा सरेको छ। बाहिरको मौसम इट्स नट गुड, यता सबैजना एकदम कोजी भएर बसिरहेको छ। Still waiting for our flight to go. Hello. Hello. Thank you. हामी चाहिँ अहिले फ्लाइटको मिडलमा छौँ। भर्खर एउटा स्यान्डविच पनि पड्काइयो, प्रि अर्डर गरेको थियो। अनि लन्च गर्ने बेला भइसक्यो। अब हामी उबर बोलाउने अनि उबरबाट होटल जाने भन्नु बुढा आई थिङ्क युआर अपसेट है I'm not upset, I'm just figuring it out. रिसा हो मैले क्यामेरा चोर्दै भनेर कस्तो लागिरहेको छ त भ्लगिङ बुढीले भ्लगिङ गर्दा सबै ठिक छ उबर पिकअप जोन हामी चाहिँ उबर पिकअप जोनमा जाने अनि त्यहीँनिरबाट उबर बोलाउने सो लाइक इट्स उबर चाहिँ कन्भिनियन्ट नै हुन्छ ट्याक्सिज भन्दा तर अरू पनि हुन्छ तर हामी आफै ड्राइभ गर्ने भएर हामीलाई खासै नलेज छैन हामी उबरै युज गर्छौँ इट्स चिपर देन ट्याक्सिज त्यही भएर हो फाइनली हामी चाहिँ यो ग्रान्ड हायत मेलबोर्न आइपुगेका छौँ फाइनली हामी चाहिँ हाम्रो मेलबोर्न होटल आइपुगेका छौँ होइन तपाईँहरूलाई म रुम देखाउँदैछु यो चाहिँ हाम्रो बाथरुमहरू भइहाल्यो होइन ब्याड त्यसै गरी यो चाहिँ मेरो विचारमा कभर भयो
अहिले सो अब होटेलको रुममा आइसकेपछि सबभन्दा मेन कुरा के गर्नुपर्छ भने बेड चेक वेदर कस्तो लाग्यो त तिमीलाई घाम लाग्यो भने चिसै छ आन्द्रेल पनि यस्तै हुन्छ नि त वेदर वाइज चाहिँ चिसो रहेछ होइन त्यस्तो घाम लागेको देख्दाखेरि चाहिँ गर्मी हुन्छ होला भन्ने चाहिँ छ होइन लाइक स्वेटरहरू चाहिँ लाएर हेर्नुपर्ने लाइक मोटै ज्याकेट लाउनुपर्ने रहेछ यस्तो चाहिँ हो त हामीलाई त युज टु भइसक्यो बिहानै भयो अब हामी अहिले चाहिँ कहाँ जाँदैछ त भोक लागेर मोमो खान जाँदैछौँ होइन तर एक तातो तातो मोमो खान्छौँ एक घुम्छौँ But I don't This is where we ate. Ani, अब हामी रिभ्यू दिन्छौँ यो होटलको ल बुढा वाट्स लाइक कस्तो लाग्यो हजुरहरूले के खायौँ मैले के खाएँ हामीले एउटा झोल मोमो र मिक्स चाउमिन खायौँ मिक्स चाउमिन वाज भेरी भेरी गुड तर झोल मोमो चाहिँ वाजन्ट द्याट गुड झोल मोमो वाज एभरेज किनभने हामीले धेरै ठाउँ खाइसक्यो अनि लाइक मिठो थिएन मोमो मिठो ठिकै थियो लाइक खान सक्ने थियो तर चाउमिन चाहिँ धेरै नै त्यही त होइन अब कहाँ जाने हामी मिक्स चाउमिन वाज भेरी भेरी गुड त्यो मिक्स चाउमिन खान चाहिँ फेरि आउँछौँ हामी सेकेन्ड टाइम तर बट वी हेभ टु ट्राई अल नेब्लिज रेस्टुरेन्ट अब सपिङ चलिरहेको छ सिटी पनि एक्सप्लोर भइरहेको छ जाडो चाहिँ एकदम के तपाईँको त्यो जस्तो हुन्छ नि त्यो बरफबाटै आउने चिसो के लगभग जस आर्मिनल जस्तै हो क्या यो चाहिँ मेलबर्नको लोकल ट्राम्प हेडिङ टुवर्ड्स यो चाहिँ मेरो बुढी आफ्नै हो हेडिङ टुवर्ड्स हाइचनाइन Akriti, what are we doing? Watching movie. Watching movie. हामी अहिले चाहिँ यो फेडरेसन स्क्वायरमा चाहिँ मजाले यसरी है मुभी हेरेर आएको छौँ मजा छ नि खुट्टा राखेँ खुट्टातिर खुट्टा राख यसरी यसरी राख यसरी गरौँ गरौँ ए के हुन्छ रमाइलो गरौँ हामीले फेरि चाहिँ हामीले COG लुक लाइक हेरेका छौँ अलमोस्ट लभली सर कति थका लागिरहेछ हजुरलाई एकदम लागिरहेको छ अब यो मुस्ताङले मेटाउनु पर्ला म चाहिँ अनि चियर्स गरेर भुइँमा राख्दैनन् भन्ने सुने यो चाहिँ यही मेलबर्नको ओल्ड दरबार अघि हामीले धेरै खाँदैनौँ हामी धेरै खान्छौँ बाई द वे यहाँ पनि ट्राई त गर्नु परिहाल्यो भोलि अझै एउटा एक्स्ट्रा छ होइन नेपाली रेस्टुरेन्ट 3टा छ नि त यहाँ सिटीमा त्यो पनि ट्राई गर्नु परिहाल्यो त्यही भएर ठिकै छ अलि धेरै खाँदैनौँ हाम्रो विवेकजीलाई धेरै भोक लागिरहेको छ उहाँले खान लाग्नुभयो उहाँको अनुहार हेर्न सक्नुहुन्छ अब
अब 6:30 in the morning. कति हाम्रो अब आज चाहिँ हाम्रो फर्स्ट दिनको यही भयो होला हामी एकदम थकै भएका छौँ अब भोलि हल्का इनर्जी समातेर चाहिँ Swimming गेन गरेर भोलिको दिन फेरि कन्टिन्यू गर्छौँ र आजलाई चाहिँ यति नैमा आजको सघाउँछौँ होला अन्त सक्यो अब आजलाई चाहिँ सक्यो नमस्ते नमस्ते